T20 वर्ल्ड कपमा लगातार 3 म्याच हारेको नेपालले अब युएसएबाट चाहिँ क्रिकेट खेल्न सिक्नुपर्ने अवस्था आएको छ। पाकिस्तान, इन्डिया जस्तो बलियो टिमलाई टक्कर दिएर त्यसपछिका दुईटै म्याच जितेको युएसए अहिले बलियो अवस्थामा छ। पाकिस्तानले अर्को म्याच पनि हारेमा युएसए को चाहिँ सुपर 8 मा जाने सम्भावना हुनेछ र जति पनि युएसए का खेलाडीहरू एनपीएल मा खेलेका थिए ती खेलाडीहरूले पनि एकदमै राम्रो प्रदर्शन गरेका छन्। T20 वर्ल्ड कपमा जसरी योचोटि दिपेन्द्र सिंह एरीले आफूलाई प्रुभ गर्ने मौका पाए, अन्य खेलाडीहरूले पनि त्यो मौकालाई गुमाउन पुगे। क्रिकेट फ्यानहरूलाई चाहिँ एकदमै निराश बनाएको छ। 8औं ओभरसम्म जम्मा 27 रन थियो, तर बीचमा चाहिँ दिपेन्द्र सिंह एरी र त्यसैगरी सोमपाल कामी आएर त्यो स्कोरलाई चाहिँ 133 सम्म पुगाए र अन्य ब्याटरहरूले खासै गतिलो प्रदर्शन गर्न सकेनन्। ब्याटरको पर्फर्मेन्सले गर्दा जसको असर चाहिँ बलरहरूमा पर्न गयो र बलरहरूलाई चाहिँ प्रेसर भयो। स्कोर चाहिँ वेस्ट इन्डिजको सामु चाहिँ डिफेन्स गर्न सकेनन् र वेस्ट इन्डिजले चाहिँ 9 विकेटले जित हासिल गर्न सफल भयो भने वेस्ट इन्डिजका खेलाडी साई होपले चाहिँ 61 रन बनाए, त्यसैगरी सिमरन हिटमायरले 46 रन, ब्रान्डन किङले 22 रन बनाए र 9 विकेटले चाहिँ जित हासिल गर्न सफल भयो। मध्यक्रममा आएका दिपेन्द्र सिंह एरी र त्यसैगरी सोमपाल कामीले चाहिँ खेललाई चाहिँ एक लेभलसम्म लिए, सम्मानजनक स्कोर बनाए, 133 को स्कोर बनाए। दिपेन्द्र सिंह एरीले सर्वाधिक 47 बलमा चाहिँ 58 रन हाने। साथै दिपेन्द्र सिंह एरी T20 विश्वकपमा नेपालको तर्फबाट हाफ सेन्चुरी हान्ने दोस्रो खेलाडी बनेका छन्। यसभन्दा अगाडि 2014 मा चाहिँ सुभाष खकुरेलले हाफ सेन्चुरी हानेका थिए। त्यसपछि अन्य कुनै पनि खेलाडीले वर्ल्ड कपमा चाहिँ हाफ सेन्चुरी हान्न सकेका थिएनन्। दिपेन्द्र सिंह एरी र सोमपाल कामीले चाहिँ उत्कृष्ट ब्याटिङ गरेका थिए। सोमपाल कामीले पनि 15 बलमा चाहिँ 26 रन बनाएका थिए। कुशल भुर्तेलले 1 रन बनाए, त्यसैगरी आरिफ शेखले 2 रन, आसिफ शेखले चाहिँ 11 रन, लोकेश बामले 13 रन र गुलसन झाले 11 रन। अन्त्यमा आएका करण केसीले 1 रन बनाउँदै आउट भए। बलिङमा चाहिँ नन्दन यादवले 1 विकेट लिए भने दिपेन्द्र सिंह एरीले विकेट नलिए पनि उत्कृष्ट बलिङ गरेका थिए। 5 पोइन्ट समथिङको इकोनोमी थियो उनको। वेस्ट इन्डिजका लागि साई होपले सर्वाधिक 61 रन बनाए भने त्यसैगरी हिटमायरले चाहिँ 46 रन बनाए, त्यसैगरी ब्रान्डन किङले चाहिँ 22 रन बनाए। 134 रनको लक्ष्यलाई चाहिँ सजिलै भेटाउन 15 ओभर 2 बलमै उनीहरू चाहिँ सफल भए।